हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आई होप तपाईँहरू सबजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। यो चाहिँ मेरो फर्स्ट मिनी ब्लग। आज चाहिँ हामी तीनजना उमी जाने भनेर प्लान गरेर उमी जाँदै थियौँ। अनि बाटोमा कम्बिनीमा पसेर केही कुराहरू किनेर अनि जाँदै थियो। उसलाई चाहिँ लास्टै भोक लागेको भएर चाहिँ अनि हामीले ओनिगिरी किन्यौँ। त्यसपछि ओनिगिरी भोक लगाइरहेको थियो नि त, बिहान दिनबाट केही नखाएर, त्यही भएर पनि होला। त्यसपछि अनि फेरि हामी आफ्नै बाटोतिर लाग्यौँ। हामी चाहिँ खास त्यहाँ पुग्नु पर्ने हो नि त। अनि त्यहाँबाट चाहिँ हामी अलिक बाटो बिर्सेर यतापट्टि आएछ। अनि के गर्ने भनेर सोचिरहेको थियौँ। अनि साइकलमा गएको भएर होला एकदम थाकी पनि रहेको थियौँ। त्यसपछि के गर्ने भन्दाखेरि अनि भर्याङबाट साइकल झार्ने भन्ने चाहिँ प्लान गरेर हामी यसरी भर्याङबाट साइकल झारेर गयौँ। बाटो बिर्सेपछि यस्तै हुन्छ, के गर्नु त है, जहाँबाट पनि जान पाएन। फाइनल्ली हामी चाहिँ गन्तव्यमा आइपुगिसक्यौँ। अनि आजको दिन चाहिँ दामी भइरहेको थियो क्या, क्लाउडहरू पनि दामी देखिरहेको थियो। धेरै पछि उमी गएर पनि होला चिसो हावासँग दामी मजा आइरहेको थियो। मौसमले पनि साथ दिइरहेको थियो, रमाइलो भइरहेको थियो। यताउता हेर्दै थियौँ। उमी त पुग्यो, लास्टैतिर हावा चलेको भएर के गर्ने अब भिडियोहरू पनि बनाउनु पर्ने थियो नि त। त्यही भएर खासै भिडियोहरू पनि बनाएन। अनि उसको जो फोटो खिच्दैन भनेर एक्लै रिसाइरहेको छ। अनि त्यसपछि अनि के गर्ने भने अनि म पनि जेसुकै गर्थ्यौँहरू भनेर आफ्नै बाटो लागेँ। हावा लास्टै धेरै चलेको भएर खासै भिडियोहरू पनि बनाउन पाइएन। त्यहाँबाट अब हामीले के खाने कुराहरू लगाएको थियौँ नि त, अनि टक्क बसेर खाने रमाइलो गर्ने भनेर गएको। खासमा चाहिँ त्यही नै होला जस्तो छ। भिडियो चाहिँ खासै धेरै हामीले चाहिँ लगेको सामानहरू सबै खाएर अनि कुराहरू गरेर हामी चाहिँ अब फर्किन लागेको है। सो गाइज, आजको भ्लग चाहिँ यति नै हो। सबैजनालाई मनपर्छ होला। खासै धेरै भ्लगहरू चाहिँ गर्नु नै आउँदैन नि त। त्यही भएर यतिसम्मको लागि मात्रै आजको भ्लग। नेक्स्ट भ्लगको लागि केही समय पर्खिनु होला। धन्यवाद।